हुन्छ जय मसी यहाँ सबैलाई र विशेष गरेर हामी म र मेरो परिवार हेरिसबर्गमा कसरी आइपुग्यौँ अनि कसरी यो हेरिसबर्ग फर्स्ट नेपाली चर्च हुन गयो कुन चाहिँ मण्डलीमा सुरुमा हेरिसबर्गमा सुरु भयो भन्ने बारेमा म तपाईँलाई केही कुरो बताउन चाहन्छु। 2009 को घटना हो जब हामी रेफ्युजी क्याम्पबाट बेलडाङ्गी 3 बाट उड्नु पर्ने भयो, कहाँ जाने भन्ने कुरा भयो। पछि बेनुका बहिनी रेणुका बहिनी उहाँहरूसँग भेटिरहेको हामी सँगै सङ्गति गरेको। अनि बेनुका बहिनीले मलाई भन्नुभयो, दाजु तपाईँ पेन्सिल्भेनिया आउनुपर्छ, किन हामी त्यहाँ छौँ र एकै ठाउँ सङ्गति गर्नुपर्छ। उहाँले लिएर उहाँसँग गयौँ। हामी उहाँ गएर भेट्यौँ, रेणुकालाई भेट्यौँ, बेनुका बहिनीलाई भेट्यौँ, गफसप गऱ्यौँ अनि सबैजनालाई भेट्यौँ। त्यहाँ भएको अरू परिवार थियो, विनोद भाइलाई भेट्यौँ, त्यतिखेर विनोद राई जो सिन्सिनाटीमा हुनुहुन्छ अहिले। त्यो पछाडि कृष्ण भाइलाई भेट्यौँ, दाजु राम विश्वासलाई पनि म सम्झिन्छु, उहाँको पनि प्रार्थना छ। अलि कुरा गर्दै लाँदाखेरि चाहिँ के गर्ने कसो गर्ने भन्ने भयो। अब हामी त 45 मिनट टाढा छौँ अनि तपाईँहरू यहाँ रहेछ अनि के गर्ने त, हामी आउनु कि नआउनु भन्ने हरेक कुराहरू गर्दै गर्दा लङ स्टोरी सर्ट हामीले हेरिसबर्गमा बस्ने निर्णय गऱ्यौँ। हामीले यो ठाउँमा आयौँ अनि यहाँबाट हामीले हाम्रो US को यात्रा हामीले सुरु गऱ्यौँ। अनि यो घरमा विशेष गरेर सुरुमै हामीले 2009 को 9 मई अक्टोबर नोभेम्बर डिसेम्बर हामी सायद अक्टोबर महिनाभरि यहाँ बस्यौँ। अनि यहाँबाट हामीले प्रभुमा प्रार्थना गऱ्यौँ। आइतबारको दिन भयो, अनि कहाँ जाने सङ्गति गर्ने, सेवाकाई कहाँ जाने, अब कहीँ त चिन्दैन, हामीले कुनै ठाउँमा थाहा छैन। अब नेपाली चर्च त्यतिखेर थिँदै थिएन। अनि त्यस पछाडि चाहिँ हामीलाई हाम्रो खिड्कीबाट टक्कै अगाडि देख्ने यो चर्च हामीले देख्यौँ। यहाँनिर AIM जायन्ट चर्च भनेर, यहाँ चाहिँ ब्ल्याक अमेरिकनको चर्च हो यो। अनि तर यो चर्चको चाहिँ अगाडिपट्टि एउटा बोर्ड थियो, यहाँनिर बोर्ड चाहिँ अर्को एउटा यहाँ थियो, एउटा स्लोगन चाहिँ परमेश्वरको वचन लेखेको थियो। किनभने हामीलाई के यस कारणले मलाई त्यो वचन याद छ, किनभने अब हामीले के गर्ने, कसो गर्ने, कथा गर्ने, अब नयाँ ठाउँमा अनि यो ठाउँमा अब बिरानो ठाउँमा कहीँ त चिनेको मान्छे छैन, विश्वासी पनि छैन, के गर्ने भनेर चाहिँ हामीले त्यो गर्दै गर्दाखेरि चाहिँ अनि एकदमै फ्रस्ट्रेट भएको थियौँ। के गर्ने कसो गर्ने, के हुन्छ होला जीवनमा, भविष्यमा के हुन्छ होला, चिन्ता फिक्रीहरू थियो। प्रभु त हामीसँग हुनुहुन्थ्यो, तर चिन्ता फिक्री हामीलाई एकदमै त्यो भएको बेलामा चाहिँ एउटा हामीले यहाँनिर एउटा स्लोगन त्यहाँ देख्यौँ, वेट अपन द लर्ड, परमप्रभुमा प्रतीक्षा गर र परमेश्वरले आफ्नो समयमा तिमीहरूलाई उचाल्नुहुनेछ भनेर चाहिँ एउटा वचन हामीले पायौँ। अनि त्यस पछाडि चाहिँ त्यो वचन आइसकेपछि अनि त्यसपछि हामीले म र मेरो वाइफलाई भने हामीले प्रतीक्षा गर्नुपर्छ परमेश्वरमा। 2010 को अक्टोबर नोभेम्बर महिनाबाट हामीले नयाँ जीवनको नयाँ US मा पहिलोचोटि हामीले हाम्रो यात्रा सुरु गऱ्यौँ। अनि अफिसियली हामीलाई दिएको घर चाहिँ 31B, पछि त्यहाँबाट हामीले 2 महिना पछाडि 29B मा हामी सर्यौँ। हामीले 2010 मा हामीले फेलोसिप सुरु गऱ्यौँ। त्यस पछाडि 2011 र 12 मा चाहिँ हामीले स्कुलमा सुस्काना स्कुलमा हामीले त्यो त्यहाँ रेन्टमा गरेको थियौँ। र त्यस पछाडि चाहिँ हामीले यो ठाउँमा 2012-13 सम्म चाहिँ हामीले 2 वर्ष झनै 1.5 वर्ष 2 वर्ष चाहिँ हामीले यो ठाउँमा बस्यौँ। तर यो ठाउँमा हामीले जब सेवा सुरु गऱ्यौँ, रेन्टमा हामीले लिएको थियौँ तल बेसमेन्टमा। अनि लगभग हामी 30-35 जना अँट्थ्यौँ योभित्र बेसमेन्टमा खर्दी नखर्दी। तर यो कुरा चाहिँ यो ठाउँको चाहिँ मलाई एकदमै याद आउँछ, किनभने यो ठाउँमा हामी जब सङ्गति गर्थ्यौँ यस्तो प्रभुको उपस्थिति हुन्थ्यो। यो ठाउँमा थुप्रै आत्माहरू यसमा बाँचेको छ। हाम्रो भाइ फिलिप कटवालको परिवारहरू म सम्झिन्छु अहिले, अनि अरू थुप्रै परिवारहरू छ, उहाँहरू त्यतिखेरको समयमै बाँचेको हो। अनि यहाँ हामीले सङ्गति गर्दै गर्दा फेरि हामीसँग जोडिने हाम्रो भाइ टेक गुरुङ जो आज सेवाकाईमा हुनुहुन्छ, उहाँ सेवाकाई गरिरहनु भएको छ। अनि केही समय अगाडि पास्टर भीम पनि हामीसँग जोडिनु भएको थियो, लगभग 6 महिना जति हामीसँग सङ्गति गर्नुभयो। आज उहाँ पनि सेवाकाईहरू गर्दै हुनुहुन्छ। तर सुरुको उहाँहरू सबैको सुरुको आमा चर्च चाहिँ हेरिसबर्ग फर्स्ट नेपाली चर्चको सङ्गति अलिक पछाडिबाट चाहिँ हामीले यो ठाउँबाट
सुरु गरेको हो। हामीसँग यो सानो भित्रको त्यो पनि यो भित्र पनि मोड लागेको है, त्यो त्यस्तो मोड लागेको, खिड्कीतिर पनि मोड लागेको, वरिपरि पनि राम्रो अवस्था छैन। तपाईँले यहाँ वरिपरि हेरिहाल्नुहुन्छ है यो भित्र हेर्दा। तर भित्र चाहिँ जब हामी सङ्गति गर्दै गर्दा चाहिँ नि यस्तो प्रभुको उपस्थिति हुन्थ्यो अनि हामीलाई यति साह्रो आनन्द लाग्थ्यो। हामीसँग ठुलो बिल्डिङ नभए तापनि, हामीसँग त्यस्तो ठुलो फेसिलिटी नभए तापनि, हाम्रो आफ्नै कुरा नभए तापनि, तर यो रेन्टेड बिल्डिङमा पनि प्रभुले कस्तो तरिकाले प्रभुको उपस्थिति दिनुहुन्थ्यो कि यस्तो मजा आउँथ्यो। नि यहाँ धेरै प्रभुको उपस्थितिमा नि धेरै मानिसहरू तयारी भयो, धेरैको जीवनमा छुटकारा, धेरै जीवनमा चङ्गाई, हिलिङ, मिराकल्सहरू, थुप्रो मिराकल्सहरू भयो। थुप्रो नानीहरू आज सेवाकाईमा कतिजना छ, कतिजना वर्सिपमा छ, विभिन्न मिनिस्ट्रीमा छ। तर यहाँबाट जन्मेको नानीहरू आज यहाँनिर यो ठाउँमा सेवाकाई गर्न आउने नानीहरू 4 वर्ष 5 वर्षको नानीहरू आज उनीहरू 20 वर्ष 21 वर्ष पुगिसकेको छ। अनि तर उनीहरू सेवाकाईमा कति छ, कतिजना छैन, तर पनि एकदमै असल तरिकाले उनीहरूले आत्मिक जीवन अगाडि बढाइरहेको छ उनीहरूको जीवन। र 2015बाट हामीले ह्यारिसबर्ग एसेम्ब्लीमा हामीलाई ढोका खोल्नुभयो परमेश्वरले, अनि पास्टर टेरीसँग भेट्ने मौका पायौँ। र 2015बाट हामीले सेवाकाई सुरु गऱ्यौँ यो ठाउँमा। अनि यहाँ आएर हामीले 7 इयर्स हामी रह्यौँ। अनि त्यो 7 इयर्स भित्र परमेश्वरले यति साह्रो काम गर्नुभयो कि 7 इयर्स भित्रको आशिषले नै हामीले हाम्रो अहिले जुन चर्च छ त्यो चर्च हामीले किन्नको लागि सफल भयौँ। Our relationship began because of someone that he knew and I knew, which made it very evident that relationships are very important if we're going to get the work of the Lord done. And so, as he said, John Shuey was a friend of mine, introduced me to Pastor Suresh. At that time, it worked out that we could offer some space in our building in the fellowship hall and the youth room. And they quickly filled that up, and they're doing amazing work. We were so happy to see what God was doing with Nepali people in Harrisburg through the ministry of the church. And when he came here, he was not assemblies, he was just independent. But I knew that he was a man that loved God, and I was appreciative of that, and I knew his family loved God. And they joined with us in some joint services, and I introduced him to the district leadership. He did a lot of work in order to get his credentials with the Assemblies of God. Sometimes I had to push him along to get it done because he was so busy in ministry, he didn't have the time to do the studying to complete his credentials, but he did it. And I was so happy when I was able to be a part of the service that set the church apart as a sovereign church in the Assemblies of God. And we were happy for that. I was happy that Pastor Suresh could buy a building with no mortgage. I believe you bought that building. Yes. You had saved the money up. परमेश्वरलाई धन्यवाद दिन चाहन्छु, किनभने परमेश्वरले नै हामीलाई यो बिल्डिङ दिनुभयो। जब यो बिल्डिङको कुराहरू आउँदै थियो अनि आउँदै गर्दाखेरि चाहिँ मलाई परमेश्वरले 1 महिना अगाडि एउटा दर्शन दिनुभयो, एउटा सपना दर्शन मैले पाएँ। त्यो चाहिँ मलाई एउटा यस्तो स्क्रल जस्तो, त्यसलाई हामी चरणपत्र भन्छ, स्क्रल जस्तो मेरो गोजीमा मेरो लङ कोट थियो जाडोमा लाउने, अनि एउटा मान्छेले आएर मेरो कोटमा त्यो स्क्रल हालिदिनु भयो। अनि मैले हात लगाएर त्यो स्क्रल निकालेँ, एउटा म्याप जस्तो देखियो। अनि यसो पल्टाएर हेर्दै गर्दाखेरि त्यो चाहिँ एउटा चर्चको म्याप जस्तो देखेँ। मैले चर्चको पुलपिट एरिया देखेँ, टेबल चेयर देखेँ, अनि पुलपिट एरिया देखेँ। अनि मैले भन्दा चाहिँ यो त चर्चको म्याप हो त, मैले कसले मलाई दियो भनेर भने मैले। अनि त्यस पछाडि साथसाथै फेरि गोजीमा हात हालेको त फेरि पैसा पनि निस्क्यो है, $300-400 अमेरिकन डलर निस्क्यो। अनि पैसा पनि दिएछ त भन्ने भएर अनि बिहान उठेर मैले त्यो दर्शनलाई एकदमै घोरिँदाखेरि चाहिँ मलाई यस्तो खालको एउटा बुझाइ आयो, परमेश्वर हामीलाई बिल्डिङ दिँदै हुन्छ, अनि त्यो किन्ने पनि पैसा परमेश्वरले हामीलाई दिँदै हुँदो रहेछ भनेर चाहिँ मैले त्यो कुरालाई मनमा गुने। अनि त्यसमा 2 जना प्रभुको दासहरू, ब्रदर ड्यान्स्टन जो हाम्रो प्रिय मित्र, हाम्रो ज्वाइँ, जसले हामीलाई अगमबानी गर्नुभएको थियो कि यो वर्षभित्र प्रभुले तपाईँलाई ब्युटिफुल बिल्डिङ दिनुहुनेछ, चर्च भवन दिनुहुनेछ। अनि अर्को चाहिँ पास्टर कालेब, जसले हामीलाई उहाँले ब्लेस पनि गरेर हामीलाई बिल्डिङ किन्नको लागि अथवा बिल्डिङ प्रभुले दिँदै हुन्छ भनेर उहाँले 12 महिनाको
समय पनि तोक्नु भएको थिएन। त्यो 12 महिनाभित्र परमेश्वरले सुन्दर भवन दिनुभएको छ, जुन आज हामी त्यो भवनभित्र रहेका छौँ। विशेष यो भवन किन्दै गर्दाखेरि हामीले $300,000 हामीले क्यास पेमेन्ट गरेका हौँ। तर त्यो चाहिँ सबै कुराहरू त्यो जसले मुठी खोल्नु भएको छ, दिनुभएको छ, सहायता पुर्याउनु भएको छ। पहिला सुरु त हेरिसबर्ग फर्स्ट नेपाली चर्चको मण्डली परिवारलाई म धन्यवाद दिन चाहन्छु। कतिजना परिवारहरू हामीसँग हुनुहुन्न, तर पनि हामीसँग नभए तापनि हामी उहाँलाई निरन्तर रूपमा धन्यवाद दिइबस्नेछौँ। र यसरी हेरिसबर्ग को चर्च मण्डली सुरु हुन गयो। अनि अहिले आएर हामीले इतिहासलाई पछाडि फर्केर हेर्दै गर्दाखेरि चाहिँ हाम्रो मण्डली हेरिसबर्ग फर्स्ट नेपाली चर्च पहिलो मण्डली स्थापना हुन पुगेको रहेछ। भुटानी नेपाली मण्डली पेन्सिल्भेनियाको इतिहासमा, सायद पेन्सिल्भेनियामा त अरू पनि चर्च छ होला, पास्टर जनको पनि हुनुहुन्छ, तर हेरिसबर्ग एरियामा चाहिँ हामीले हेरिसबर्ग फर्स्ट नेपाली चर्चलाई पहिलोचोटि हामीले स्थापना गरेका हौँ। र यसलाई माया गरेको बापत ख्रिस्टले हाम्रो जीवनमा गर्नुभएको शक्तिशाली काम, हामीलाई दिनुभएको उद्धार, दिनुभएको नयाँ जीवन, दिनुभएको चङ्गाई, दिनुभएको एउटा पिस, आनन्दको कृतज्ञताको साथमा हामी जुन ठाउँमा बस्यौँ त्यो ठाउँका मानिसहरूलाई हाम्रो जीवनमा भएको कुराहरू सेयर गर्ने, बाँडचुँड गर्ने हामीले सोच बनाउँदै गर्दाखेरि यो मण्डली जन्मियो। 25 साल अगाडिको भेटघाट भएको मेरो मित्र, अति नै प्यारो मित्र पास्टर सुरेश तामाङ अनि परिवार साथै मण्डलीलाई म सामुएल शर्माबाट ठुलो या त ह्युज कन्ग्रेचुलेसन भन्न चाहन्छु उहाँहरूको एनिभर्सरी एचिभमेन्टको लागि। र आजको दिनमा यहाँहरूले हेरिसबर्ग फर्स्ट नेपाली चर्चले 15 वर्षको यो वर्षगाँठ मनाउँदै गर्दाखेरि विशेष गरी म, मेरो परिवार, मेरो चर्चको तर्फबाट, साथै बिहान्सेको सम्पूर्ण चर्चको तर्फबाट, बिहान्सेको एक्जिक्युटिभको तर्फबाट पास्टर सुरेश यहाँको फ्यामिलीलाई, सम्पूर्ण चर्चको अगुवा गुरुबाहरूलाई, मण्डलीहरूलाई, भाइ बहिनीलाई यहाँलाई हार्दिक शुभकामना टक्राउन चाहन्छु। र सम्पूर्ण हेरिसबर्ग फर्स्ट नेपाली मण्डली परिवारलाई 15 वर्षको सेवकाईको अवधि पूरा गर्नु भएको लागि योभन्दा पनि शक्तिशाली रूपमा आदरणीय पास्टर सुरेश तामाङज्यू परिवार र इन्टायर हेरिसबर्ग फर्स्ट नेपाली मण्डली परिवारलाई प्रभुले अझै अगाडि बढाउँदै लान सकेको हुन्। र मेरो प्रार्थना छ यहाँहरू सबैलाई धेरै धेरै बधाई, परमेश्वरले आशिष दिउन्। जय मसीह। And I want to share with you from the 1 Thessalonians chapter 1 verse 6 and 7. The Bible tells us that where Paul specifically speaks to the church in Thessalonica, and he says that you have become a role model to all the other churches. And also in the next verse in 7 it says, the message of the gospel did not stay only in your city, it went to all the other cities as well. And I believe that 2 verses fits the Harrisburg First Nepali Church vision. All Harrisburg First Nepali Church members, we are so joyful to know that you're all celebrating 15 years of church ministry. And we're so excited to be a part of you all and to be with you all. Harrisburg First Nepali Church अनि पास्टर सुरेश र उहाँको इन्टायर मण्डलीलाई बधाई छ। यो 15औं एनिभर्सरीको लागि प्रभुले तपाईहरुको सेवाकाईमा प्रशस्त आशिष दिउन्। बाइबलले भने चाहिँ एउटा महिमादेखि अर्को महिमासम्म तपाईको सेवाकाईको प्रकटीकरण हुँदै जाओस्। म राजु रामदाम हेरिसबर्ग फर्स्ट नेपाली चर्चको यो आउँदै गरेको महिना मेमा हुन गइरहेको 15 एनिभर्सरीमा हेरिसबर्ग फर्स्ट नेपाली चर्चलाई म मेरो मण्डलीको तर्फबाट हार्दिक बधाई र ह्यापी एनिभर्सरी भन्न चाहन्छु। हेरिसबर्ग फर्स्ट नेपाली चर्च लगायत पास्टर सुरेश अनि सम्पूर्ण मण्डलीलाई ह्यापी एनिभर्सरी भन्न चाहन्छु। 15 वर्षको यो लामो यात्रामा प्रभुले हजुरहरूलाई सम्हाल्नु भयो, दोहोऱ्याउनु भयो, माया गर्नुभयो वा असल गोठाला भएर हरियो खर्कमा तपाईँलाई चढाउनु भयो। धन्यवाद पास्टर सुरेश, तपाईँले हेरिसबर्गमा आएर पहिलोचोटि सङ्गति सुरु गर्दाखेरि तपाईँले रोप्नुको बिउहरू अहिले बढिरहेको छ अनि हामी त्यो देख्न पाइरहेका छौँ। हामी यही प्रार्थना गर्छौँ हेरिसबर्ग फर्स्ट नेपाली चर्चबाट धेरै आत्माहरू बढेर गएको होस्, धेरै सङ्गतिहरू बढेर गएको होस्। यही शुभकामनाका साथ धन्यवाद। जय मसीह। र एउटा नेपाली भाषीहरूको बिचमा, भुटानीहरूको बिचमा एउटा ठुलो दर्शनको रूपमा खडा भएको त्यो चर्च
एउटा इतिहासमा लेखिएको चर्च हो। आज जतिजना आउनुभएको छ हाम्रो निमन्त्रणामा, हाम्रो 15औं वर्षको एनिभर्सरीमा यहाँहरू सबैलाई धन्यवाद भन्न चाहन्छौँ। थ्याङ्क यू सो मच। God bless you.